हेलो एभ्रिवान। आज म चाहिँ घरमै गरिने फर्मल नर्मल एक्सर्साइजको बारेमा चाहिँ केही जानकारी दिँदैछु। हामी घरमै चाहिँ एक्सर्साइज गरेर पेट घटाउन सकिन्छ। पेटले गर्दाखेरि चाहिँ मलाई धेरै समस्या, कम्पनीमा गाली, धेरै मोटायो भनेर उनीहरूले हामी घरमै फर्मल पाराले एक्सर्साइज गर्नको लागि चाहिँ यस्तो बेल्ट एउटा लिनुपर्छ। त्यो बेल्टलाई टक्क यहाँ बाँध्यो, यसरी बेल्टलाई बाँधेर पेटलाई टाइट बनाउन सकिन्छ। र पेटको एक्सर्साइज, पहिलो एक्सर्साइज चाहिँ यो पेटको लागि चाहिँ यस्तो गरेपछि यहाँसम्म छुनितालले लगभग गर्दाखेरि पेटलाई असर गर्छ र पेट घट्ने समय अझै कम हुन्छ। र अर्को छ यो डोरीले उफ्रिँदाखेरि चाहिँ यो डोरीले दिनमा 100 चोटि, बिहान बेलुका 100 चोटि गर्ने यस्तरी गरेर होइन। मैले त गरिसकेँ। अब यहाँ अलिकति गाह्रो हुन्छ, झारहरूले गर्दा हिउँ पनि परेको छ, त्यसले गर्दा अलिक गाह्रो छ। यो डोरीले गर्ने। अर्को रनिङ गर्ने बिहान बेलुका। अर्को पुसअप गर्ने। यस्तै धेरै छन्। अनि तपाईँहरूले दिनमा 20 चोटि यता र यता गरेर 20 चोटि रेगुलर गरेर 10 सेकेन्ड वेट गर्ने, फेरि 20 चोटि गर्ने, फेरि 10 सेकेन्ड वेट गर्ने। जस्तै एक्जाम्पलको लागि 1 3 4 5 7 8 10 11 13 14 15 16 18 19 20 र 20 चोटि गरेपछि 10 सेकेन्ड रोकिने है। यो बाधा मिलिन्छ अलि मैले 10 सेकेन्ड रोकिने, फेरि 10 सेकेन्ड रोकेपछि टक्क फेरि 1 2 3 4 6 गर्दै 20 चोटि गर्ने, 40 चोटि गर्ने। अर्को अब हाम्रो यस्तो गर्ने, यस्तो पनि यस्तो नि गर्ने, यस्तो नि गर्ने। अर्को यस्तो गर्ने, अर्को यस्तो पनि गर्ने। यो चाहिँ शरीरको लागि हुन्छ। यस्तो पनि गर्ने, खुट्टाको लागि पनि हल्का गर्नुपर्छ। यस्तो गर्ने खुट्टाको लागि चाहिँ है 10 पटक। यिनीहरू चाहिँ दिनको 10 पटक गर्दा हुन्छ भने पेटको लागि चाहिँ मेन सेटअप पनि गर्ने। सेटअप गर्दाखेरि चाहिँ सर्लक्क सुत्ने, यसरी हुन्छ त उभिने। अहिले मैले यहाँ चिसो भएको हुनाले 5 चोटि मात्र गरेँ है गाइज। यस्तो गरेर सेटअप पुसअप पनि गर्ने यसरी। यस्तै अरू मैले एक्सर्साइजहरू अघि नै गरिसकेको छु, त्यसले गर्दाखेरि चाहिँ म धेरै हार्ड देखाउन सक्दिनँ अहिले। मेरो पनि पेट धेरै ठुलो भएको हुनाले म एक्सर्साइजहरू घरमा नै गरिरहेको छु।
तपाईँहरूले पनि यस्तै गरेर एक्सर्साइज गर्न सक्नुहुन्छ, रनिङ गर्न सक्नुहुन्छ। रनिङ र के भनौँ यसलाई हाइकिङले चाहिँ एकदम पेट घटाउँछ। त्यो चाहिँ गर्नु होला। मोटो भन्नुभयो भने स्वास्थ्यमा असर, श्वासमा बढ्ने रोग चाँडै लाग्ने, सबै रोगले समाउने सजिलैसँग। त्यही भएर जति एक्सर्साइज गर्यो त्यति नै हेल्दी भइन्छ, त्यति नै स्वस्थ भइन्छ भन्नको लागि चाहिँ मैले एउटा मेरो युट्युब च्यानल खोलेको हो। यो युट्युबको च्यानलको नाम चाहिँ पवन फिटनेस 5 पवन फिटनेस 5 हो। तपाईँहरूले यो युट्युब च्यानललाई पनि हेर्नु होला। मैले यसमा प्रत्येक दिन छोटो आफूले गरेको एक्सर्साइज केही हिस्साहरू चाहिँ हाल्नेछु र कहिले हप्तामा समय मिल्यो भने लङ भिडियो पनि बनाएर हाल्नेछु। समयले पनि त्यति साथ दिँदैन, विदेशको ठाउँ। एक्सर्साइज गर्नुहोला आफ्नो स्वास्थ्यको लागि। दिनको 15 देखि 20 मिनट चाहिँ आफ्नो शरीरलाई दिनु होला है। यो अमूल्य जिन्दगीमा स्वस्थ रहनको लागि एक्सर्साइजको अत्यन्त आवश्यकता छ। यस्तो एक्सर्साइज, योगा, ध्यान, मेडिटेसन गर्नुपर्छ, जसले गर्दाखेरि चाहिँ हाम्रो दिमाग पनि तेजिलो हुन्छ र हाम्रो दिमागको पनि एक्सर्साइज ध्यान र मेडिटेसनबाट हुन्छ भने शरीरको एक्सर्साइज शारीरिक रूपमा गरेर जस्तै पुलअप, पुसअप, सेटअप, साइक्लिङ, दौड यसरी गर्न सकिन्छ। हजुरहरूले पनि आफ्नो स्वास्थ्यमा फिटनेस रहनको लागि कुनै प्याकहरू निकाल्नु त पर्दैन। स्वस्थ रहनको लागि र फिटनेस रहनको लागि दिनमा साधारण एक्सर्साइज 15 देखि 20 मिनटको प्रत्येक दिन गर्नुभयो भने यसले कालान्तरमा वर्षको अन्त्यमा 2 वर्षमा 3 वर्षमा राम्रो रिजल्ट दिनेछ। तपाईँहरूले आफूले जति सकेको एक्सर्साइजहरू घरमै गर्न सक्नुहुनेछ। न त जिम जोइन गर्नु परोस्, न पैसा खर्च गर्नु परोस्, न समय नै त्यति दिनु परोस्। 15 देखि 20 मिनट आफ्नो स्वास्थ्यको लागि समय दिनु होला। स्वास्थ्य नै सबैभन्दा ठुलो धन हो। त्यसको लागि साधारण एक्सर्साइजहरू गर्नुहोला। केही नसके पनि दिनको 1 किलोमिटर भए पनि रनिङ गर्नुहोला, जसले हाम्रो शरीरको पूर्ण एक्सर्साइज हुन्छ। त्यस्तै गरेर डोरी पनि उफ्रिनु होला। यस्तै पेट ठुलो भएको मान्छेहरूको लागि चाहिँ यसले एकदम काम गर्छ। कोरियामा चाहिँ यस्तै प्रवृत्तिहरू चाहिँ अलिकति मान्यता दिन्छ। मलाई पनि कोरियनहरूले धेरै नै गाली गरेर धेरै मोटायो भनेर मैले एक्सर्साइज जोड्ने सानो एउटा युट्युबमै बनाएर हालौँ न त सकेसम्मको। मलाई खासै भिडियो क्वालिटीहरू बनाएर त हाल्न आउँदैन भनेर समय मिलेको बेला म यसो एक्सर्साइजहरू गर्ने गर्छु। खासै एक्सर्साइज गरे पनि मेरो पनि भुँडी घट्न सकेको छैन। हेर्नुहोस्, देख्न सक्नुहुनेछ मेरो भुँडी कति ठुलो छ। अब मैले रुमभित्र नै गर्छु धेरै एक्सर्साइजहरू चाहिँ। यो बाहिर चाहिँ मैले यो च्यानलको लागि अलिकति लङ भिडियो पनि चाहिने भएको हुनाले गर्दाखेरि चाहिँ म यो च्यानलमा केही बोलेर अथवा केही देखाएर गरौँ न त भनेर तपाईँहरूको सामु आएको हुँ। खासै मैले यहाँ एक्सर्साइज त गरेको छैन। म तपाईँहरूलाई धेरै नै एक्सर्साइजको सेटअपहरू देखाउन सक्ने। यहाँ हिउँ पनि परिरहेको छ, यो देख्न सक्नुहुन्छ। पुरै चिसो छ। मैले चाहिँ एक्सर्साइजभित्र गर्दै किन म एउटा भिडियो बनाएर सानो भिडियो युट्युबमा हालौँ, अनि जसले गर्दा मबाट मोटिभेट भएर अरूले पनि थोरै समय 10-15 मिनट आफ्नो शरीरको लागि एक्सर्साइज गर्नुहुन्छ भन्ने आशाले मैले यो छोटो मेरो भिडियो बनाएको हुँ। यसमा तपाईँहरूले केही नसके पनि रनिङ, हाई जम्पिङ, यो डोरी उफ्रिने, अनि यो चाहिँ चाहिन्छ भने कम्पलसरी छैन। त्यो धेरै पेट ठुलो भएको हुनाले गर्दाखेरि चाहिँ यो बाँधिरहँदा त असर गर्छ।
एक्सर्साइज गर्दा मात्र भात्दाखेरि ठिक हुन्छ। यिनीहरूलाई चाहिँ अलिकति एक्सर्साइज गर्नको लागि चाहिँ टाइट मसलहरूलाई टाइट बनाउनको लागि र अलिकति फुर्ती जगाउनको लागि युज गरिन्छ र केही समाउन पनि सजिलो हुन्छ। यो युज पन्जाहरू युज गरेपछि चाहिँ यो गर्नुपर्छ भन्ने कम्पलसरी छैन। तपाईँलाई सबैसँग सम्भव छ भने डोरी एउटा भए हुन्छ। अर्को रनिङ गर्नुहोस्, पेट हुनेले म्याक्सिमम यो गर्नुहोस्, यो मैले भनिसकेँ होइन। त्यसपछिबाट जतिसक्यो म्याक्सिमम यो गर्नुहोस्, सेटअप गर्नुहोस्। सेटअप चाहिँ दिनको 10 देखि 15 चोटि गर्नुहोस् प्रत्येक दिन। र खानामा मुख्य कुरो, खानामा पनि अलिकति ख्याल गर्नु होला। ठ्याक्क अगाउनुभन्दा एक गाँस कमै खानु होला। हामी नेपालीको टनक्क पेट भरिन्जेल खाने बानी छ, जसले गर्दाखेरि चाहिँ हामी झन् मोटाउँछौँ र झन् अल्छी हुन्छौँ। जति धेरै मोटायो त्यति अल्छी हुँदै जान्छौँ र त्यति रोगले पनि सताउँदै जान्छ र त्यति नै यो उमेरमै बुढो भइन्छ। मलाई नै हेर्नुहोस्, म भर्खर 31 वर्षको केटा हुँ र मलाई अहिले यहाँ कोरियनले भन्छन् 45 वर्ष, 40 देखि मास्तिरकै एज भन्छन्, 45-46 वर्ष भन्छन्। किनकि यो पेट प्लस कपाल खुइलेको कारणले गर्दाखेरि तपाईँहरूले पनि स्वस्थ रहनको लागि ब्यालेन्स डाइट खानेकुराहरू खानुहोस्। सकभर 16 घन्टाको चाहिँ डाइटिङ बस्नु होला। 16 देखि 18 घन्टा। बेलुका 7 बजे अगाडि खाना खाएर भोलिपल्ट बिहान लगभग 10 बजेदेखि 12 बजे खाना खाँदाखेरि स्वास्थ्यको लागि धेरै फाइदा हुन्छ। अब धेरै नै कमजोरी हुनुहुन्छ भने चाहिँ यस्तो नगर्नु होला। मोटो पेटसेट भएको बोसो फ्याटहरू शरीरमा बढी भएकोहरूले चाहिँ यस्तो गर्दाखेरि चाहिँ स्वस्थ भइन्छ। खाना खाँदाखेरि पनि धेरै तारेको चिल्लो पिरो कफी चियाहरू धेरै नखानु होला। चिया खानु पऱ्यो भने ब्ल्याक, कफी खानु पऱ्यो भने ब्ल्याक खानु होला भन्न चाहन्छु। यही भन्दै मेरो यस युट्युब च्यानललाई लाइक, सेयर, सब्सक्राइब, कमेन्ट गरिदिनु होला। मेरो प्रतिक्रिया कस्तो लाग्यो, म पनि आशा छ यो मैले डे 1 डे 2 गरिरहेको छु। आज मेरो लगभग 13औं दिनको एक्सर्साइज हो। भर्खर मैले पनि सुरु गरेको 13 दिन भयो। आज 13औं दिनको एक्सर्साइज हो। हेरौँ कति दिनसम्ममा यो कम हुने रहेछ। त्यसपछि तपाईँहरूले देख्नु भइहाल्ने हुन्छ। मैले भिडियो बनाएर हाल्नेछु। प्रत्येक दिनको छोटो छोटो 25-30 सेकेन्डको अथवा 15-20 सेकेन्डको भिडियो म हालिरहेको हुन्छु। जुन ड्युटी सकाएर वर्कआउट गरेको त्यसमा पनि थोरै एक्सर्साइजहरू म प्रायः एक्सर्साइज त बिहान पनि गरेको हुन्छु। जतिखेर नै भिडियो बनाउनु म भ्याउँदिनँ। त्यसैले गर्दाखेरि छोटो भिडियो चाहिँ म बेलुका हाल्ने कोसिस गर्छु छुट्टी भएर ड्युटीबाट। आज चाहिँ बिदाको दिन सन्डे भयो हुनाले हल्का एउटा भिडियो बनाऊ एक्सर्साइज सम्बन्धी भनेर। शरीरको लागि सबैजनाले 15 देखि 20 मिनट खर्च गर्नु होला। दैनिकी आफ्नो लागि पनि साधारण सिम्पल फिटनेस हुनुपर्छ भन्ने छैन। धेरै प्याकहरू निकाल्नुपर्छ भन्ने छैन। फिटनेसको लागि मात्रै फिटनेस हुनुपर्छ भन्ने छैन। होइन कि फिटनेसको लागि मात्र जस्ट आफूलाई स्वस्थ राख्नको लागि एक्सर्साइज गर्नु होला। यसको लागि न त डाइट चाहिन्छ न त केही नै चाहिन्छ। सिम्पल एक्सर्साइज जसले गर्दा तपाईँलाई लेजी अल्छीपनाबाट हटाउँछ, जागरिलो फुर्तिलो र शरीर यङ जस्तो पनि देखिन्छ। त्यसैले यो बच्चादेखि बुढाले गर्न पर्ने एक्सर्साइज भनेको सिम्पल साधारण एक्सर्साइज चाहिँ बिहान उठेर अथवा आफूलाई कुन बेला बेस्ट टाइम हुन्छ प्रत्येक दिन सही टाइममा गर्नु होला। हस् त यति भन्दै मेरो छोटो भिडियोलाई यहीँ टुङ्ग्याउँछु। सबैले लाइक, कमेन्ट र सेयर गर्न नबिर्सिनु होला। बाई बाई।